मेन राम्रो लागेको रोमानिया भरिको चाहिँ मलाई कमाइ धेरै हुन्छ। यहीँको कार्डहरू लिन्छु भने यहाँ आउने ठिक छैन। मलाई दुःख भयो। नमस्ते, स्वागत छ नेपाली साथीहरू। रोमानियामा के कस्तो छ अनुभव तपाईँको? यो 4 वर्ष 5 वर्ष अनुभव रोमानियाको। अनि कतिपय साथीहरू चाहिँ नेपालबाट रोमानिया आउन पनि खोजिरहनु भएको छ। के कस्तो छ रोमानियाको कमाई बसाई मौसम सबै तपाईँको अनुभव? विनोद त्रिपाठी घर काभ्रे प्लान्छु। अब रोमानियामा एक हिसाबले हेर्ने हो भने ठिकै पनि छ। अब कमाइ धेरै हुन्छ भन्ने आशले चाहिँ नआउँदा हुन्छ। अब त्यो हुँदाखेरि ठिकै छ, एक हिसाबले राम्रै छ भन्नुपर्छ। अब सबैभन्दा ठुलो कुरो आफूमा आत्मसन्तुष्टि हुनु पऱ्यो। अरू सबै राम्रै छ, ठिकै छ। धेरै सोचेर नआउनु होला। अब कम्पनीमा पनि भर पर्छ, काम जिम्मेवारी तलब के कति हुन्छ भन्ने कुराहरू यस्तै छ। रमाइलो छ, अब मौसम पनि रमाइलो छ। मलाई मेरो समग्रमा भन्नुपर्दा मेरो रमाइलो छ, राम्रै छ। अब हाम्रो कम्पनी अब एउटा रेस्टुरेन्ट छ। अब 2 वर्ष पुगेपछि कम्पनीले जाने आउने टिकट नै दिएको थियो र बस्नको लागि पनि सुविधा छ, खानको लागि पनि सुविधा छ, ट्रान्सपोर्टेसनको पनि सुविधा छ। राम्रै छ, समग्रमा राम्रै छ हाम्रो कम्पनीको कुरा गर्नुपर्दा। ल राम्रै छ, धन्यवाद। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। मेरो चाहिँ सुनिल, म चाहिँ घर चाहिँ मेरो बुटोल पर्यो। रोमानियाको चाहिँ ठिकै छ। अब अहिलेसम्म चाहिँ हाम्रो राम्रै दिनहरू कटिरहेको छ। अब ड्युटी जाने आउनेदेखि लिएर अब चाहिँ रोमानियाको बसोबास पनि त्यति नराम्रो छैन भने जस्तै छ। अब एउटा चाहिँ अनुभवको हिसाबले चाहिँ मेन राम्रो लागेको रोमानिया भरिको चाहिँ मलाई भनेको मौसम चाहिँ एकदम गजब छ। नेचुरल एकदम बस्नको लागि चाहिँ न जाडोमा त अब त्यस्तै जाडो नै हुन्छ, माइनसमै जान्छ जानलाई। तर गर्मीयाममा पनि त्यस्तो गर्मी नहुने एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँको मौसम चाहिँ। मेन चाहिँ त्यो हो। अनि नयाँ आउने साथीहरूको लागि चाहिँ सकेसम्म चाहिँ सिपमूलक चिजमै अब सिपहरू सिकेर चाहिँ आउनुहोस् भन्छु म चाहिँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब सिप भयो भने चाहिँ सिप हुनेको लागि धेरै राम्रो छ। अब कतिपय अब यस्तो साथीहरू आउँछन् सिपहरू पनि नसिकिकन आउँछन्। अनि यहाँ आएर चाहिँ मलाई दुःख भयो, अब कम्पनीले यस्तोमा पारिदियो, मलाई कम्पनीले यस्तो गर्यो भन्ने चाहिँ धेरै सुन्नमा आउँछ। त्यो भन्दा चाहिँ तपाईँहरू नेपालमै अलि बुझेर अनि आफूले सिपमूलक चिजहरूमा आयो भने त्यसमा राम्रो मान्छु म चाहिँ। अरू रोमानियाको बसाइ नेचुरल सबैको लागि चाहिँ राम्रो अहिलेसम्म भइराखेको छ। अब 1-2जनाले होला, अब त्यो कतिपय ठाउँहरूमा सबैको राम्रो होला भन्नु छैन। यति नै हो मेरो चाहिँ कुरा, मेरो अनुभव चाहिँ। मेरो नाम चाहिँ आर्यन खान हो। म चाहिँ रूपन्देही जिल्लाबाट हो। भन्ने अब धेरै कहाँ उ गरेर आउने 7-8 लाख रुपियाँ लगाएर जति यहाँ आउने ठिक छैन। मेरो उसले अब के आइहाल्यो होइन? आइहाल्यो। रोमानिया आउन खोज्नेहरूलाई के भन्नुहुन्छ त? नेपालीहरू हुनुहुन्छ नि दाजुभाइहरू, अब धेरै लगानी गरेर यहाँ आउनु बरु त्यही आफ्नै कन्ट्रीमा बिजनेस उ गर्नु, बिजनेस व्यापार उतै उ गर्नु। नमस्कार, मेरो नाम चाहिँ मिनबहादुर मास्की मगर। म चाहिँ नुवाकोटको घरमा जन्मेको। युरोप भनेर ठुलो आशा गरेर चाहिँ कोही पनि नआउनुहोस्। यो युरोप होइन, यो डेभलप हुँदै गरेको कन्ट्री हो। यहाँ पनि नराम्रो पाटो नि छन्, राम्रो पाटो नि छन्, कमाइ पनि हुन्छ। तर स्किल छ भने आउनु, स्किल छैन भने चाहिँ नआउनु। स्किल छैन भने चाहिँ अब स्किल भएको जति त्यति नै कमाउँछु भनेर अब अनि भोलिको दिनमा यहीँको कार्डहरू लिन्छु भनेर आश गरेर चाहिँ कोही पनि नआउनुहोस्। त्यही हो मेरो भन्नुमा चाहिँ। स्किल बिना कोही पनि नआउनुहोस् गाइजहरू। स्किल एउटा नेपालमै केही स्किल अक्वायर गरेर चाहिँ टक्क आउनुहोस् यता काम गर्नु। हेभ अ गुड डे।